फेरि एउटा रोमाञ्चित यात्रा र समेटिने गन्तव्यहरू तिलेचोताल जुन 4900 मिटरको हाइटमा रहेको छ र त्यस्तै गरेर अन्तिम गन्तव्य हाम्रो हुनेछ थोरङ्ला पास जुन 5416 मिटर उचाइमा अवस्थित रहेको छ। आउनुहोस् यो यात्रालाई सुरु गरौँ। आज हाम्रो थोरङ्ला पासको पहिलो दिन। अब हामी निस्किँदैछौँ पोखराको लागि। हाम्रो टिम तयार भएको छ, गाडी अब आउँदैछ चोकमा, बडगाउँ चोकबाट हामी निस्कियो र पोखराको लागि गाडी छुट्नेछ। अब सम्पूर्ण अब थोरङ्ला पासको हरेक एक्साइटमेन्टदेखि लिएर सम्पूर्ण लोकेसनदेखि लिएर एभ्रिथिङ तपाईँले जानकारी गराउनेछु। आज अहिलेको लागि यति नै। गाडीको 5 घण्टाको लामो सफरपछि हाम्रो टिम पुग्छ सुन्दर सहर पोखरामा। हामीले होटल पहिला नै बुक गरेको हुँदा हामी त्यहाँबाट डाइरेक्टली होटलतर्फ लाग्छौँ र आफ्नो ब्याकप्याकदेखि लिएर सम्पूर्ण सामान लिएर जान्छौँ र त्यहाँ राख्छौँ। राखिसकेपछि केही बेरको रेस्टपछि हामी फेरि पोखरा बजारको लेक साइड एरियामा घुम्नको लागि निस्कन्छौँ। Finally guys, फाइनली अब हाम्रो आजको ट्रेकिङ। good morning guys, morning उठेर मर्निङ यार। ल र नयाँ दिनको सुरुवातसँगै हामी आजको गन्तव्यको लागि अगाडि बढ्छौँ। सम्पूर्ण ब्याकप्याक गरेर हामी आफ्नो होटलबाट निस्कन्छौँ र आजको हाम्रो यात्रा रहनेछ चामेसम्म। हामी अब यहाँबाट चामेतर्फको गन्तव्यतर्फ अगाडि बढ्दैछौँ। फर्स्ट अफ अल हामी यहाँबाट डुम्रेपछि बेसीसर, त्यहाँबाट गाडी रिजर्भ गरेर अथवा के हुन्छ जिप बस जे पाइन्छ ठ्याक्क लिने र कुदिहाल्ने र त्यहाँबाट चामेसम्मको यात्रा आज गाडीमा हुन्छ। भोलि चाहिँ सायद फेरि पनि गाडीको यात्रा हुन्छ तर कम हुन्छ आजको 13 घन्टाको तुलनामा। ल गाडी आएको छ सर, म तपाईँलाई फेरि है नयाँ अपडेटका साथ। हाम्रो प्लान अनुसार हामी आज चामेमा गएर बस्छौँ र त्यसपछि अर्को दिन फेरि हामी नेक्स्ट गन्तव्यको लागि अगाडि बढ्नेछौँ भनेर हाम्रो प्लान रहेको थियो। त्यसअनुसार हामी अगाडि बढ्छौँ र आजको यात्रा पनि हाम्रो गाडीमै रहनेछ। रिसेन्टली हामी अहिले लमजुङको बेसीसर भन्ने ठाउँमा छौँ। लगभग यहाँ हामी 4 घन्टाको गाडीको सफरपछि बेसीसर भन्ने ठाउँमा आइसकेका छौँ। यहाँ चाहिँ एकदम राम्रो रहेछ। यहाँ चाहिँ सुगम नै छ भन्नु पऱ्यो यो लोकेसनलाई। अब यो लोकेसनबाट हामी माथि पिसाङतर्फ जानेछौँ र त्यो रात यात्रा पनि हाम्रो गाडीमै हुनेछ। र त्यसपछि पिसाङबाट फेरि हामी थोरङ्ला पासको लागि हिँडेरै जानेछौँ। एकदम गाडीको सफरले गर्दा होला सायद अलिकति गाह्रो, खुट्टा दुख्ने, घोडा दुख्ने, यो त स्वाभाविक नै हुन्छ, गाडीको सफर नै त्यस्तै हो। यहाँको दृश्य एकदम मौसम पनि चिसो छ, हावा चिसो लागिरहेको छ। मैले ज्याकेट लगाएको छु, गर्मीको माहौल छ। पर्यटकहरू पनि यो समयमा आउने गर्दछन् र मैले पनि देखेँ, रमाइलो छ। अब यहाँबाट चाहिँ हामी खाना खाएर अगाडि बढ्नेछौँ। अहिले होटलमा चाहिँ हाम्रो टिम बसिरहेको छ, अब खाना पाकिरहेको छ, खाना खाने। हामी केही समय रेस्ट गरेपछि हामी यहाँबाट फेरि पिसाङको लागि गाडीमा अगाडि बढ्नेछौँ र गाडी पनि हामीले खोजिसकेका छौँ। सही जान्छ नि अब त। खाना खाइसकेपछि हाम्रो शरीरको इन्जिन र गाडीको इन्जिनले एकसाथ काम गर्छन् र त्यही अनुसार हामी अगाडि बढ्दै जान्छौँ। हामी अहिले घुम्चे भन्ने जग्गामा छौँ। गत हाम्रो
झारके तस्तो ट्रेकिङबाट फर्किँदाखेरि हामी घरमा छौँ। हाम्रो ग्रुपले फोटो खिचेको थियो। हामी अहिले त्यहाँ आइसकेका छौँ र झरना एकदम मनोहर छ। हेर्नुहोस् एकदम तातो झरना भयो। यो तलको चाहिँ हाम्रो मर्स्याङ्गी खोला चाहिँ यदि आउनुभयो भने यो झरना अवश्य पनि बसेर फोटो खिचाएरै त्यहाँबाट तपाईँ आउनु। 7 देखि 8 घण्टाको गाडीको सफरपछि हाम्रो टिम सफलतापूर्वक मनाङ प्रवेश गर्छ र मनाङ प्रवेश गरिसकेपछि चारैतिर हेर्दाखेरि हिमाल, सेताम्य हिमालहरू यहाँबाट सुरुवात हुन्छ र हामी पनि ती हिमाल हेरेर मोहित भयौँ। एकछिन थकाइ पनि मेटियो र साथसाथै हामी यहाँ झर्छौँ र झरिसकेपछि हामी केही बेर हामी हाम्रो होटलमा रेस्ट गर्छौँ र रेस्ट गरिसकेपछि केही खाजा खाएर हामी अलिकति यो मनाङलाई पनि हेरौँ बुझौँ र मनाङमा के रहेको छ भनेर हामी हेर्नको लागि होटलबाट बाहिर निस्कन्छौँ र बाहिर निस्किसकेपछि यहाँ एउटा ड्रेस त यही हो क्या? अल्पाइन होम घुमिसकेपछि झमक्क रात पर्छ र रात परिसकेपछि हामी फेरि हाम्रो होटलतर्फ फर्किन्छौँ। फर्किसकेपछि होटलमै बसेर हामी सबै बिच भलाकुसारी हुन्छ र भोलि कसरी अगाडि बढ्ने र भोलिको लागि हामीले के कुराहरू सामग्रीहरू के कुराहरू हाम्रो ब्यागमा चाहिँ ब्याकप्याक गर्ने र कसरी कति बजे चाहिँ हामी यहाँबाट निस्किनुपर्छ भन्ने सबैको सल्लाह भयो र त्यहाँ खाजा नास्ता चियापानी सबै भइसकेपछि हामी एकैछिन गफमै व्यस्त भयौँ। रमाइलो गफहरू भए। गाडीको सफरको थकानले गर्दा होला रात्रिकालीन बसाइमा मिठो निन्द्रा पर्छ र बिहान चराचुरुङ्गीको आवाजसँगै हाम्रो टिम सबैजना उठ्छौँ र जसरी चाहिँ हामीले रात्रिकालीन बसाइमा भलाकुसारी गरेर भोलि के गर्ने भनेर प्लान बनाएका थियौँ र त्यो प्लान अनुसार हामी अगाडि बढ्छौँ र हाम्रो प्लान बनेको थियो मनाङमा पर्ने आइस लेक जुन 4600 मिटरको हाइटमा रहेको छ त्यहाँ जाने र हामीले चाहिँ एक दिन मनाङ बसेर 4600 मिटरको हाइटमा आइस लेक भिजिट गर्ने भनेर प्लान बनाएका थियौँ। त्यही अनुसार हामी बिहानीको सुरुवात गर्छौँ, नास्ता पानी खान्छौँ र त्यहाँबाट निस्कन्छौँ। मनाङदेखि लगभग 4.5 घन्टाको हिँडेपछि हामी 4600 मिटरमा माथि उकालो एकदम ठाडो उकालो लगभग 2 देखि 3वटा पहाड उक्लिएर यो आइस लेकमा चाहिँ आउने क्रममा छौँ। अब यहाँबाट 10 मिनटको दूरीमा आइस लेक रहेको छ र बाटोमा चाहिँ पहिलोचोटि हामीले यो पहाडमा चाहिँ हिउँ परेको बल्ल देखियो। एकदम हिजो 3500मा आइयो र आज फेरि 4620मा चाहिँ सुधीर भाइले चाहिँ हिउँको आनन्द लिइराखेको छ। यो अल्टिट्युडमा आएर हिउँ खेलाउन पाउनु पनि एउटा सौभाग्य भन्छु म र यो सौभाग्य सुधीर मैले लगायत हाम्रो टिमले पाउने थियो तर हाम्रो टिम सबै चाहिँ हामी अनुपस्थित भएको हुँदा हामीले चाहिँ त्यो अवसर पायौँ। त्यसको लागि चाहिँ हामी भगवान्लाई हाम्रा पितृहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र तपाईँहरू पनि यो मनोरम दृश्यलाई हेरेर जहाँबाट हुनुहुन्छ तपाईँ त्यहाँबाट आनन्द लिन सक्नुहुनेछ। यो भ्याली हेर्नुहोस् कस्तो रमाइलो छ। हामीलाई 4600 मिटरमा आउँदा पनि हामी किन आयौँ भनेर त्यो एउटा मनमा रहन्छ, कलस त्यो छैन। त्यसलाई भन्छन् प्यासन अथवा हाम्रो मोह भनौँ, जे भने पनि तपाईँले एउटा अनुमान लगाउन सक्नुहुन्छ र हामी अब आइस लेकमा पुग्ने क्रममा छौँ। धन्यवाद। 4600 मिटरमा रहेको यो आइस लेक यो चाहिँ सानो आइस लेक भन्दो रहेछन्। त्यसभन्दा माथि पनि अझै ठुलो आइस लेक जुन आइस लेक हामी हेर्न आएका छौँ त्यो चाहिँ अलिकति माथि रहेको छ। सुधीर भाइ एकदम मनोरञ्जनको साथ चाहिँ यहाँ उभिरहेका छन्। बोल्न पनि अलिअलि अप्ठ्यारो फिल भइरहेको छ। एकदम ओठ चाहिँ ल्यापल्याप भइसकेको छ। अब यहाँबाट हामी माथि जान्छौँ। यो खासै ग्रिन त छैन यो लेक, त्यही पनि यो यति 4600 मिटरको हाइटमा चाहिँ रहेको छ। ल लागौँ फोटो हान्ने होला। हाइटमा यो आइस लेक आइसकेको छ
दुईजना माथि छौँ, श्रुति र म। एकदम रमाइलो भएको छ, तपाईँलाई पनि हेर्न सक्नुहुन्छ। यताको दृश्य देखाइदिउँ, हेर्न सक्नुहुन्छ। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। धन्यवाद। एक दिन मनाङमा बसेर हामीले मनाङलाई एक्सप्लोर गऱ्यौँ। एक्सप्लोर गरिसकेपछि मनाङमा पर्ने आइस लेकमा पुगेर हामी त्यो दिन त्यहीँ बस्यौँ र अर्को दिन फेरि नयाँ सुरुवातसँगै हाम्रो टिम अगाडि बढ्छ र आजको हाम्रो गन्तव्य हुनेछ तिलिचो। मनाङको 2 दिनको बसाइपछि हामी अब तिलिचो बेस क्याम्पतर्फ अगाडि बढ्दैछौँ। हाम्रो लगभग 7:30 जति भएको छ। अब हामी आज तिलिचो बेस क्याम्पमा गएर चाहिँ रेस्ट गर्नेछौँ। त्यसपछि नेक्स्ट डे चाहिँ हामी तिलिचो भिजिट गर्नेछौँ। हाम्रो टिम सबै अगाडि बढिरहेको छ, म पनि सँगसँगै पछाडि सबैलाई अगाडि बढिरहेको छु र हामी सबै एकदम उत्सुक छौँ। हामी कसैलाई पनि लेक लाग्ने अथवा अलिकति समस्या हुने यात्रामा भन्दा अझै भइसकेको अवस्था छैन। हिजो पनि हामी 4620 मिटरमा चाहिँ पुगेर फर्केका हौँ। त्यस कारणले गर्दा हामीलाई तिलिचो बेस क्याम्पको जुन हाइट छ त्यो हाइटमा पुगिसकेपछि लेक लाग्ने एडजस्ट हुने एडजस्ट हुनलाई हामीलाई त्यो गाह्रो हुँदैन, किनभने त्यो हाइटसम्म हामी हिजै नै रिच गरिसकेको छौँ। तर हाम्रो अरू साथीहरू भने त्यो हाइटसम्म केही हाइटसम्म चाहिँ पुग्नुभयो। सायद उहाँहरूले पनि अवश्य पनि सक्नुहुन्छ, किन भन्दा गत वर्षमा पनि लार्के पास हानेको टोली पनि हुनुहुन्छ। त्यही पनि भन्न सकिन्न, यो हिमाली एरिया नि त्यस्तै हो, सधैँ सफल भइन्छ भन्ने पनि छैन कुनै कार्यमा। त्यस कारणले गर्दा यो टिम एकदम पूर्ण रूपमा तयार छ। बाँसुरी सहित मस्जिद धुन, त्यसपछि ज्यान मोटो त्यसमाथि अलिकति हाई लेभलको यहाँसम्म आउँदाखेरि पनि एकदम सजिलै तरिकाले गाडीमै आएको हुनाले अगाडिको यात्रामा अलिकति चुनौती चाहिँ हुनसक्छ। तर जीवनमा आइपर्ने जस्ता किसिमका चुनौतीहरूलाई पनि हामीले सामना गर्नुपर्ने नै हुन्छ। तब मात्रै हामी अगाडि बढ्न सकिन्छ भन्ने आशयका साथ हाम्रा पाइलाहरू निरन्तर गन्तव्यतर्फ बढिराखेका छन्। चुनौतीको अर्को नाम नै गर्नु होला के घिमिरे एसोसिएट्स हो। बाई बाई मनाङ गर्दा चुनौती चाहिँ जस्तो हुन्छ के घिमिरे अगाडि नै बढ्छ, ढल झुक्दैन। हाम्रो कस्तो स्याङ्जाको बाटो भन्दा राम्रो छ। ल स्याङ्जा पाल्पा बाटो भन्दै राम्रो छ, ठुलो पनि छ है सर। त्यो अर्का साथी सर भन्दा नि यही राम्रो छ नि। हिमालको दृश्य हेर्दै हिमाली बाटोमा हिँड्नुको रमाइलो नै अर्को हुँदो रहेछ। सबै टिमसँग भलाकुसारी गर्दै हाँस्दै रमाउँदै आफ्ना पाइलाहरू अगाडि बढाउँदै हामी तिलिचो तालतर्फको गन्तव्यमा अगाडि बढिरहेका छौँ र लगातार हामी निरन्तर यो बाटोमा कटिबद्ध भएर अगाडि बढिरहेका थियौँ र केही साथीहरू पछाडि भए तापनि निरन्तर संवाद फोनको सम्पर्कबाट उहाँहरूसँग हामी जोडिरहेका थियौँ र साथसाथै बाटोमा पर्ने दृश्यहरू, बाटोमा पर्ने गुम्बाहरू, हिमालका दृश्यहरू देखाउँदै हामी अगाडि बढ्दै आफूलाई लागेको थकान र साथसाथै जुन सोचका साथ आइएको थियो त्यो सोच पुरा हुँदै जाँदाखेरि त्यो अर्कै आनन्द हुँदो रहेछ। र यसरी नै हामी अगाडि बढ्दै गयौँ र सँगसँगै बढ्दै जाँदाखेरि आफूले ल्याएका सामग्रीहरू पनि सेवन गर्दै अगाडि बढ्दै गर्दाखेरि थकानको महसुस हुँदो रहेनछ र सबैजना हामी सकुशल नै बाटोमा हिँडिरहेका छौँ। पारी हामीले हिमालका हिमश्रृङ्खलाहरू हेर्दै चिसो हावाको अनुभूति गर्दै आफूलाई न्यानो बनाउँदै अगाडि बढिरहेका छौँ। रिसेन्टली हामी मनाङबाट हिँडेर लगभग 4 घन्टाको हिँडाइपछि यो श्रीखरको भन्ने ठाउँमा आइपुगेका छौँ। अब यहाँबाट हामी तिलिचो बेस क्याम्प जाने हो आज र बाटो जाने क्रममै हिमालको दृश्यहरू तपाईँले नि हेर्न सक्नुहुन्छ। यस्तो रमाइलो दृश्यहरू बढिरहेको छ। कोही पछाडि हुनुहुन्छ, हामी भने अगाडि छौँ।
बिस्तारै बिस्तारै आउँदै हुन्छ बिस्तारै बिस्तारै हिँड्ने हिमालको एरिया हो एकदम रमाइलो मनमोहक दृश्य छ हिमाली बसाइ कति कठिन छ भन्ने कुरा चाहिँ यो दृश्यबाट पनि थाहा हुन्छ। यहाँ बस्नको लागि घाँस बाँस जुटाउनको लागि ढुवानीको साधनहरू गाडी घोडाहरू भनेकै यो खच्चरको मार्फत चाहिँ हुने गर्दछ। त्यस कारणले यदि तपाईँ यहाँ आउँदै हुनुहुन्छ भने आफूसँग सबै सामग्रीहरू लिएर आउनुभयो भने हजुरलाई सहज हुन्छ। किन भन्दाखेरि यहाँ जसरी चाहिँ ढुवानी गरेर ल्याइन्छ जुन सामानहरू ल्याइन्छ त्यसको मूल्य एकदम महँगो रहेको हुन्छ। त्यस कारणले गर्दा यदि तपाईँले आफूले खाने सामग्रीहरू ल्याउनु भयो भने तपाईँले यो यात्रामा जति पैसा खर्च गर्नुहुन्छ त्यो बचत हुने थियो। त्यस कारणले गर्दा तपाईँ यदि आउँदै हुनुहुन्छ भने आफूसँग सम्पूर्ण सामग्रीहरू खानेकुराहरू ल्याउनु होला। त्यो हो तिलिचो जाने बाटो। यहाँबाट त्यो पहाडको पारी गएर हिमालको परपट्टि यो पारिपट्टि बल्ल तिलिचो बेस क्याम्प रहेको छ। एकदम यो चाहिँ ढुङ्गा चट्टान खस्ने चाहिँ पहाड हो, हेर्न सक्नुहुन्छ। पहाड पुरै चट्टान छ। अब लाग्यो कि माथिबाट ढुङ्गा खस्छ भन्ने चाहिँ यहाँ रहेछ। हाम्रो टोली यहाँबाट यसरी आउँदैछौँ हामी। जाने बाटोको ल्यान्डस्लाइड एरिया यसैले भन्छ। अब यहाँ चाहिँ माथिबाट सुक्खा पहिरो चाहिँ खस्ने हुन्छ। त्यस कारणले गर्दा हामी यो बाटोलाई सकेसम्म छिटो क्लियर गर्ने हिसाबले चाहिँ अगाडि बढ्नेछौँ। तयार छन् सुधीर भाइ। यहाँको दृश्य पनि एकदम रमाइलो छ। यो ढुङ्गा झर्ने रिस्क हुन्छ। माथि यस्तो यो एकदम पहाड चाहिँ एकदम फितलो पहाड देखिन्छ र पहिरो तल हेर्नुहोस्। यहाँबाट एकचोटि खसियो भने अब टाटा बाई बाई राम राम भन्ने मात्रै विकल्प हो। फाइनली हामी 3500 मिटर मनाङदेखि उकालो चढेर अहिले 4200 मिटरको हाइटमा तिलिचो बेस क्याम्प यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। पछाडिपट्टि मेरो पछाडिपट्टि। अब यसको तल चाहिँ हाम्रो बेस क्याम्प छ र आज हामी त्यहीँ बस्छौँ। भोलि फेरि हामीले तिलिचो हेर्नुको लागि माथि उक्लिनु पर्नेछ। हेर्नुहोस् यस्तो ठाउँमा चाहिँ तिलिचो रहेको छ। चारैतिरबाट पहाड छ। त्यो भेग हुँदै हामी तिलिचो तालमा जानेछौँ र हाम्रो साइकल राइडर त्यो दिन हामी तिलिचो बेस क्याम्पमा बस्छौँ र बसिसकेपछि अर्को दिन हामी बिहानै 4 बजे नै तिलिचो तालको लागि अगाडि बढ्छौँ र बढिसकेपछि तपाईँले बिहानको दृश्यहरू हेर्न सक्नुहुन्छ। कति घमाइलो छ। घाम लागे तापनि चिसो हावा र यो वरिपरिको हिम श्रृङ्खला हेर्दा रमाइलो लाग्छ। फाइनली हामी तिलिचो लेक आइसकेका छौँ। हामी 3 जना चाहिँ पहिला नै आइसकेका छौँ। एकदम चिसो हावा चलेको छ। तपाईँले हेर्न सक्नुहुन्छ तिलिचो लेक चाहिँ पुरै जमेको छ, आइस भइसकेको छ। ल हेर्नुहोस् यहाँ चाहिँ शिवजी र गौतम बुद्धको चाहिँ मूर्ति राखिएको रहेछ स्टार्टिङ पोइन्टमा चाहिँ। तपाईँले चारैतिरबाट ग्लेसियर तपाईँले हिमाल देख्न सक्नुहुन्छ। यो चाहिँ हिमालको फेदीमा चाहिँ रहेको छ। र अब हामीले एउटा फोटो रिल्स खिचेर हामी यहाँबाट फेरि रिटर्न ब्याक हुनेछौँ। हाम्रो टिम 2 जना यति हुनुहुन्छ। हामी केही बेर हाम्रो पछाडि पर्नुभएको साथीहरूलाई केही बेर हामी कुरिसकेपछि त्यही अन्तरालमा हामीले पनि अलिकति आफ्नै भिडियो गराउनेदेखि लिएर रिल्सहरू बनाउने र चारैतिरको माहौललाई हेर्ने, त्यसपछि त्यहाँ आएका सबै ट्रेकर्सहरूलाई चाहिँ अलिकति आफ्नो परिचय पनि गराउँदै हामी त्यहाँ भुल्दै थियौँ। र साथसाथै लामो समय भइसकेपछि साथीहरू नआएपछि हामी चाहिँ फेरि त्यहाँबाट चाहिँ रिटर्न ब्याक हुन थाल्यौँ, किनभने त्यहाँ एकदम चिसो रहेको थियो। हिजो तिलिचो बेस क्याम्पदेखि हाम्रो तिलिचोसम्मको यात्रा सम्पन्न गरेर हामी फेरि ब्याक टु तिलिचो बेस क्याम्प फर्क्यौँ र त्यहाँ खाजा नास्ता गऱ्यौँ। खाजा नास्ता गरिसकेपछि लगभग आधी घन्टा जति रेस्ट गऱ्यौँ। अनि फेरि हामी श्रीखर्क भन्ने ठाउँमा चाहिँ आउनुपर्ने हुन्छ छोरङला पास जानको लागि। र आज हामी फेरि बिहानै अब याकखर्कको लागि अगाडि बढ्दैछौँ। अब हाम्रो टिम पनि तयार छ, सबैजना बाटो लागिसकेका छौँ। अब यहाँदेखि हामी याकखर्क जान्छौँ। आज हाम्रो बसाइ याकखर्कमा हुनेछ र त्यसपछि भोलि फेरि बिहानै लगभग 4 बजेको सेरोफेरोमा हामी हाई क्याम्पमा जानेछौँ। त्यहाँबाट फेरि मैले तपाईँलाई नयाँ भिडियोको साथ अपडेट गराउने नै छु। र
र साथसाथै यहाँको यो मनमोहक दृश्यहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ एकदम सुविधा सम्पन्न होटलहरू पनि चाहिँ रहेका छन्। पर्यटकीय दृष्टिकोणलाई मध्यनजर गरेर बनाइएका होटलहरू हुन्। र साथसाथै हाम्रो टिममा अझै हाम्रो महिला टोली आइसकेको छैन र यो चाहिँ श्रीखर्क भन्ने ठाउँ हो। यसभन्दा माथि अप्पर श्रीखर्क पनि पर्छ। हेर्न सक्नुहुन्छ यस्तो मजाको भ्यू छ। फेरि नयाँ अपडेटका साथ आउने नै छु। बाई बाई। रिसेन्टली हामी मनाङको कार्चे भन्ने ठाउँमा आइपुगेका छौँ। अब यहाँबाट हाम्रो याकखण्डको यात्रा एकछिन पानी खाइसकेपछि सुरु हुन्छ। हाम्रो विदेशी पाहुना पनि यहाँबाट माथि टर्नल पासको लागि अगाडि बढिराख्नु भएको छ। यहाँ चाहिँ चारैतिर राम्रो दृश्यहरू छ। 2-3वटा होटल रहेछ। फाइनली हाम्रो गन्तव्य पछाडि देख्नुभएकै छ होला याकखण्ड आइसकेका छौँ। हाम्रो टिम हामी 4 जना आइसकेका छौँ, तर हाम्रो लेडिज टोली चाहिँ पछाडि नै छ। फाइनली यो हाम्रो 4 घन्टाको सफर भयो र याकखण्डमा। अब यहाँदेखि हामी फेरि जाने हो, तर हाम्रो लेडिज टिम चाहिँ आएन। त्यस कारणले गर्दा अब हेरौँ कति समयमा आउँछ। एकदम रमाइलो फिल भएको छ। सबैसँग हाँस्दै रमाउँदै याकसँग चौरीसँग खेल्दै पाहाडको त्यो चिसो हावा खाँदै हिँड्दै गर्दा एकदम उत्साहजनक चाहिँ अवस्था छ अहिले हाम्रो टिमको। साथसाथै मेरो पनि यो याकखण्ड चाहिँ हाम्रो 4018 मिटरको हाइटमा रहेको छ। तपाईँ पनि आउनुभयो भने आउन सक्नुहुन्छ। तपाईँ पनि यदि आँट गर्नुहुन्छ भने एकदम रमाइलो ठाउँ छ। अब यहाँबाट चाहिँ हामी भोलिको लागि हाई क्याम्पको लागि नै अब नेक्स्ट हाम्रो डेस्टिनेसन फेरीको लागि म तपाईँलाई गर्दैछु। मनाङको याकखण्डमा बर्सात भयो। यहाँबाट बनाऊँ कि तलै झरम सर म हजुरले राम्रो कसरी आउँछ त्यो हुन्छ है। क्यामेरा पुस्न पर्छ पछाडिको अलिक बजेर। कति बज्यो? कति बज्यो? 8:12 अहिले 8:12 भएको छ। हामी अब याकखण्डदेखि हाइकिङको लागि अगाडि बढ्ने तयारीमा छौँ। हाम्रो टिम पुरै जोसका साथ अगाडि बढिरहेको छ। जे होस् सकुशल हामी हाइकिङमा चाहिँ पुग्नेछौँ। आज हाम्रो दिनभर यात्रा हाइकिङसम्मको हिँडाइ रहनेछ। एकदम राम्रो याकखण्ड भन्ने राम्रो ठाउँमा बसियो, रमाइलो लाग्यो। यो ठाउँमा फेरि पनि आउने मौका जुर्ला जहाँसम्म। अनि बोली वचन सबै धेरै राम्रो छ। तपाईँ पनि आउनु होला, भिजिट गर्नु होला। यी ठाउँहरू हामीले जगेर्ना गर्नुपर्छ। र अब हाम्रो यात्रा यहाँदेखि 4 देखि 5 घन्टाको यात्रामा हामी हाइकिङमा पुग्नेछौँ। र तपाईँलाई म बाटोको सम्पूर्ण राम्रो पक्षहरू देखाउँदै जानेछु। र हाम्रो टिम पनि एकदम हाइकिङ लाएर थोरङला पास कतिखेर हान्ने भन्दा चाहिँ जोसमा छ। यो भन्ने क्रममा पनि मेरो सास फुलिरहेको छ, अक्सिजन कम छ। सो साथीहरू, फेरि नयाँ अपडेटका साथ म तपाईँलाई सम्पूर्ण जानकारी गराउनेछु। त्यही फाइनली हामी फेरि 4000 मिटरको हाइटमा रहेको ठाउँमा आइपुगेका छौँ।
बिहान 8:12 याखर्कदेखि हामी हिँडेका थियौँ। अब फेरीमा केही बेर विश्राम गरेर हाम्रो गर्ल्स टिम चाहिँ अझै आइसकेको छैन। गर्ल्स टिम आइसकेपछि हामी फेरि माथि हाई क्याम्पको लागि अगाडि बढ्नेछौँ र एकदम रमाइलो भएको छ। चारैतिर तपाईँहरूले दृश्य हेर्न सक्नुहुन्छ। चारैतिर हिमालमा हिउँ परेको छ। हेर्नुहोस्, म चाहिँ अहिले यो एउटा झोलुङ्गे पुल रहेछ, यो क्रस गरेर म फेरि भन्ने ठाउँमा चाहिँ जाँदैछु। फेरि भन्ने ठाउँ यहाँ पर्छ, हेर्न सक्नुहुन्छ। यो लट्ठीले डिनोट गरेको ठाउँमा एकदम मजाको दृश्य छ। चारैतिर पहाड छ। हिजो अलिकति बढी हिउँ परेको हुँदा चारैतिर सेतम्मै छ, डाँडाकाँडाहरू, हिमाली पहाड, हिमालहरू। फाइनली हामी 4 जना थरङ्ला आई क्याम्प आइसकेका छौँ। अब हामी यहाँ आजको दिन यहीँ बस्नेछौँ। त्यसपछि भोलि लगत्तै हामी थरङ्ला पास हानेर मुक्तिनाथ जानेछौँ। अब यहाँ हेर्न सक्नुहुन्छ चारैतिर यो चाहिँ होटलहरू हो। आज हामी यही होटलहरूमा बस्छौँ र भोलि चाहिँ हामी फेरि थरङ्ला पासको लागि अगाडि बढ्नेछौँ। चारैतिर पहाड छ। बाटो हेर्नुहोस्, यस्तो बाटो छ, ओह्रालो, अलि ठाडो ओह्रालो, एकदम रमाइलो चाहिँ, एकदम रमणीय छ। तपाईँ पनि आउनु होला। त्यसपछि हामी यो चाहिँ फ्युचरको लागि चाहिँ यादगार मोमेन्टहरू हुनसक्छ सबैको लागि जो आउँछ यहाँ। त्यस कारणले गर्दा अब नेक्स्ट अपडेट म तपाईँलाई भोलि थरङ्ला पासदेखि गराउनेछु। अहिलेको लागि हस्त, धन्यवाद। 5 घन्टाको हिँडाइपछि हामी थरङ्ला पास 5416 मिटरको हाइटमा आइपुगेका छौँ। हामी 2 जना चाहिँ हाम्रो टिमबाट सबैभन्दा पहिला आइपुगेका छौँ यो एरियामा। हेर्न सक्नुहुन्छ चारैतिर पहाड छ, चिसो मौसम छ र हाम्रो साथीहरू पनि पछाडि आउँदै हुनुहुन्छ। एकदम रमाइलो भएको छ। लगभग 5 घन्टाको सेरोफेरोमा हामी हिँडियो। त्यसपछि थरङ्ला पास आइयो र अब यहाँ आइसकेपछि एकदम रमाइलो फिल भएको छ। 5616 मिटरको हिमाल, हाम्रो टिम पनि आइसकेको छ। बवाल भएको छ, टिम पनि आएको छ। 5416 guys, we are here now. फाइनली हामी सफलतापूर्वक थोरङ्ला पास 5416 मिटरको हाइटमा सबै टिम सकुशल नै पुग्छौँ र पुगिसकेपछि हामी केही बेर त्यहाँ थकाइ मार्छौँ, भिडियोहरू गर्छौँ, रिल्सहरू बनाउँछौँ, त्यहाँको रमणीय दृश्यहरू हेर्छौँ र साथसाथै त्यहाँ आएका पर्यटकहरूसँग भलाकुसारी गर्छौँ र केही बेर त्यहाँ विश्राम गरिसकेपछि हामी फेरि आफ्नो गन्तव्यलाई अगाडि बढाउँदै मुक्तिनाथतर्फ अगाडि बढ्छौँ र मुक्तिनाथको बाटो पनि हुँदै हामी मुक्तिनाथको दर्शन गरेर फेरि पोखरा फर्किन्छौँ। सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु जसले चाहिँ यो भिडियो हेरेर साथ दिनुभएको छ। यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। यस्तै खालको भिडियोहरू म नियमित रूपमा राख्ने गर्दछु। ट्रेकिङ भिडियोदेखि लिएर जानकारीमूलक भिडियोहरू पनि यो च्यानलमा आउने गर्दछ। र साथीहरू आजको लागि यति नै। अर्को भिडियोमा फेरि भेट्ने आजका साथ आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।